हामीले 2 बजेदेखि यस कार्यक्रम भनेको थियौँ। अलिकति केही ढिला पनि भयो। अन्तिमवाद 7-10 मान्छे आयो, एकछिनमा आएर भैरव मन्दिरमा विश्राम गरी कुनै आइपुग्नसम्म नभए आफ्ना कुराहरू बुझाउन पाइएन, केही कुराहरू गरिएन, कसैलाई बोलाइएन, कसैको कुराहरू सुन्न पाइएन। त्यहाँ 2 जना टाउके बोल्नुभयो, हिँडिहाल्नु भयो। कार्यक्रम राखिसकेपछि कमसेकम अनि 2-4 घन्टाको राखिएको अनि एक अर्काका कुराहरू राख्न सकिन्छ, एउटा अर्का कुराहरू। त्यसमध्येमा यो बन्दको प्रभाव चाहिँ बन्दको प्रभाव चाहिँ राज्यमा कस्तो किसिमको पर्यो त भनेर सङ्घ या महासङ्घ, हाम्रो सङ्घ या महासङ्घले त्यो एउटा प्रश्न राखे। अर्को, व्यवसाय बन्द गर्दाखेरि राज्यलाई घाटा हुन्छ अथवा व्यवसायलाई घाटा हुन्छ, यो कुरो सङ्घ अथवा महासङ्घले कतिको विशेषतामा राखेको छ। अर्को त्यो भने अर्को महासङ्घले एउटा प्रश्न राखेको थिएँ मैले, महासङ्घको आगामी रणनीति र भावी योजना के रहेको छ त, यो बन्दलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरो महासङ्घको धारणा के छ भनेर महासङ्घसँग प्रश्न गरेको थिएँ भने अर्को महासङ्घमा के राखेको थिएँ मैले भने महासङ्घका भावी उसले चाहिँ निर्णय गर्न नसकेर नगर प्रदेश सङ्गठन र नगर सङ्गठनको मात्रै मुख हेरेर बस्ने कि महासङ्घले आफ्नो धारणा राख्नुपर्छ भनेर जस्तो विगतमा 13 गतेको 29-30 गते चाहिँ महासङ्घहरूले आफूले के निर्णय नगरिकन उसले चाहिँ के गर्यो भन्दाखेरि प्रदेश कमिटीलाई जिम्मा लगाएर उसले चाहिँ आफू चाहिँ पर सरेको देखियो। र एक हप्ता त हामीलाई यो 2% विलासिता के हो र यो 13% भ्याट के हो भन्ने हामी अर्थ मन्त्रालयको सम्बन्धित राजस्व विभागमा, आन्तरिक राजस्व विभागमा त हामी 2 चोटिसम्म गयौँ। अहिले टाइम दिनु भएन र अब निरन्तर गइयो र हामीले त्यहाँनिर चाहिँ अन्तर्क्रिया कार्यक्रम राखियो। हामीलाई बुझ्दै 1 हप्ता लाग्यो, तर सबै बुझिसक्दाखेरि वास्तवमा साँच्चै नै आज हाम्रो सुन व्यवसायलाई स्थापित र हाम्रा लाखौँ कालीगढहरूलाई जुन प्लान गर्ने यो विधेयक ल्यायो, यसको विरुद्धमा हामी 2टै महासङ्घ एकबद्ध भएर हामी यसको खबरदारी गर्दै र यो तुरुन्तको त्यो फिर्ता हुनुपर्छ भनेर हामी आवाज उठाउँदै आयौँ। र त्यसको सिलसिलामा हामीले महासङ्घले एउटा चरणबद्ध रूपमा यस सरकारलाई खबरदारी र विरोध र्याली र देशव्यापी हाम्रो महासङ्घ आबद्ध भएका सङ्घ, नगर सङ्घ र सम्पूर्ण व्यवसायलाई पसल बन्द गरेर र यो जुन राज्यले ल्याएको विधेयकमाथि गम्भीर ध्यान चढाउँदै हामीले 29 र 30 गते देशैभरिका सम्पूर्ण व्यवसायहरू बन्द गरेर हामीले खबरदारी हाम्रा महासङ्घ आबद्ध भएका सङ्घहरू, नगर सङ्घ र प्रदेश सङ्घको आयोजनामा हामीले कार्यक्रम विरोध खबरदारी सभा हामीले सम्पन्न गरेका थियौँ। र त्यसको लागि यहाँहरू सम्पूर्णले आफ्नो सङ्घमा आबद्ध हुने व्यवसायले यसमा साथ सहयोग र व्यवसाय बन्द गरेर आज राज्यलाई झकझकाउने काम भयो। त्यसको लागि पनि म महासङ्घको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। हामी 24 घण्टा लागेर हामीले सम्बन्धित निकायका सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू, सम्बन्धित निकायका सचिवहरू, सम्बन्धित निकायका हाम्रा अर्थ समिति चाहिँ प्रतिनिधि सभाको अर्थ समिति मार्फत हुन्छ कि राष्ट्रिय सभाको अर्थ समितिबाट हुन्छ कि हामीले त्यहाँ व्यापक रूपमा हामीले अनुरोध गरेर हामीले छलफल र हाम्रा आवाजहरू सुनाउनको लागि हामीले कार्यक्रम राखेर हाम्रा यो मागहरूलाई त्यहाँ स्पष्टसँगले हामीले त्यहाँ राखियो। राष्ट्रिय सभाको अर्थ समितिभित्र पनि महत्त्वपूर्ण छलफल भयो र हाम्रा माननीयज्यूहरूले हाम्रो यो विषयलाई गम्भीरतापूर्वक लिएर त्यहाँ आवाजहरू उठाउनु भयो र हामीलाई सपोर्ट गर्नुभयो। त्यस्तै गरी अर्थ समितिमा पनि व्यापक रूपमा छलफल भयो। त्यहाँ सबै पार्टीका माइनोरिटीज्यूहरू हुनुहुन्थ्यो र पूर्व अर्थमन्त्रीज्यूहरू हुनुहुन्थ्यो र पूर्व अर्थमन्त्रीज्यू र माइनोरिटीज्यूहरूले 99% चाहिँ यो 2% विलासिता गरेर यो 13% प्याट जुन यो सरकारले ल्याएको छ यो खारेज हुनुपर्छ। यसले चाहिँ साँच्चै नै एउटा सुन व्यवसायहरू विस्थापित हुनेछन् र लाखौँ कालीगढहरू पर्यटन हुन्छन् भन्ने सबै माइनोरिटीहरूलाई हामी सपोर्ट पाउँदै गर्दा पनि फेरि अस्ति असार 10 गतेबाट अर्थमन्त्रीज्यूले जुन यो उहाँले ल्याएको यो 2% विलासिता कर 13% भ्याट
त्यहाँबाट पास गराउनुभयो। त्यसको विरुद्धमा हामीले फेरि 12 गते नै हामीले एउटा कार्यक्रम तालिका तय गरेर सबैलाई हामीले सर्कुलर गरिएको थियो। न्युरोड केन्द्रित आन्दोलन चाहिँ अहिलेसम्म मैले देखेअनुसार मात्र हामी न्युरोड बजार घुमेर आयौँ र घुमेर आएर घर फर्क्यौँ जस्तो मात्रै लाग्छ। अहिलेसम्म त्यत्रो प्रभावकारी भयो जस्तो देख्दिनँ। यो न्युरोड केन्द्रित आन्दोलनलाई हामीले या त सिंहदरबार या त सङ्घीय संसद या त केन्द्रित गऱ्यौँ भने हामीले अवश्य पनि राष्ट्रिय मिडियामा आउनेछौँ। अहिलेसम्म हाम्रो कुनै पनि राष्ट्रिय मिडियाले हामीलाई कभरेजै गरेका छैन। हामीले बन्द गरेका छौँ। हामीले अहिलेसम्म कुनै पनि राष्ट्रिय न्युजमा हाम्रो प्रभावकारी रूपमा हाम्रो बन्द भइरहेछ भन्ने कुरा कुनै न्युजमा पनि सुनेका छैनौँ। र यसको लागि हामीले हाम्रो यो जुन आन्दोलन छ यसलाई चाहिँ या त राष्ट्रिय संसद भवन या त सिंहदरबारतर्फ मोड्न एकदमै जरुरी छ। हिजो रीतिसिद्धि जस्तो एउटा व्यवसायले सम्पूर्ण देशभरिका सुनचाँदी व्यवसायलाई फर्कायो, उसले आफ्नो तरिकाले व्यवसाय गर्यो। त्यसमाथि पनि हाम्रा सङ्घ महासङ्घका पदाधिकारीहरू चुपचाप बस्नु हो, आन्दोलन गरियो, सेलाएर गएको कुरा। आज विलासिता करको कुरा छन्। राष्ट्रले हामीलाई यो व्यवसाय छोड्न बाध्य बनाउने अवस्था छ। सङ्घ संस्थाका अध्यक्षज्यूहरू माननीयसँग गएर फोटो खिचाउनुहुन्छ, आश्वासन दिनुहुन्छ, फर्किनुहुन्छ, अनि फेरि पसल बन्द गरौँ भन्नुहुन्छ, पसल बन्द गरिन्छ। यो तरिकाको बन्दले के उपलब्धि हुन्छ त? सरकारलाई यदि हामीले झकझक्याउनु छ भने सर्वसाधारणमा दुःख नदिकन हुँदैन। त्यसका लागि हामीले यातायात बन्द गर्नुपर्ने हुन्छ। दैनिक उपभोग गर्ने सामानहरूमा त्यसमा पनि बन्द लगाउनु पर्ने हुन्छ। देशैभरिका व्यवसायहरू एकजुट भएर सबले आफ्नो क्षेत्रबाट के गर्न सकिन्छ जसले गर्दा सरकार झकझक्योस्। यो तरिकाको बन्दले त व्यवसाय आराम र छुट्टी मिले जस्तो भएको छ। अहिले हामीले भोलि काम गर्नु पर्दैन। विगतको 10 वर्षदेखि यस क्षेत्रमा आबद्ध भएर मैले आफ्नो भविष्य यस क्षेत्रमा मैले गरिसकेको छु भने अब मैले के गर्ने? विशेष गरी अहिले सुनचाँदी वृत्तमा हेर्ने हो भने हामी एकदम सङ्क्रमणकालीन अवस्थामा छौँ। साँच्चै हो नि, भोलि हामी व्यवसाय गर्न सक्छौँ या सक्दैनौँ। श्रावण महिना पश्चात यो व्यवसायमा हामी रहने कि नरहने भन्ने कुरामा चाहिँ एकदम यो अब व्यवसायबाटै हाम्रै पालामा अब यो व्यवसायको अन्त्य गर्नुपर्ने हो कि अब हामीले छोड्नुपर्ने कि साउन पछाडि भन्ने कुरा छ। जुन कुरामा महासङ्घ अहरात्र खटेको छ, हामी व्यवसायलाई बचाउन र व्यवसायले कसरी यस व्यवसाय फेरि स्थापित गर्न सक्छौँ। जुन सरकारको नीति कार्यक्रम एकदमै अप्ठ्यारो छ। यदि यो बजेट कार्यान्वयन भएको अवस्थामा हामीले प्रत्येक महिना श्रावण 25 गते होस् अथवा भदौ 25 गते होस् प्रत्येक महिना बिलको फोटोकपी सहित राष्ट्रिय कार्यालयमा हामीले कर 2% र 13% दाखिला गरेर जानुपर्छ। त्यति मात्रै होइन समस्या। त्यो दाखिला गरिरहँदा हामीले त्यो सुनको स्रोत पनि देखाउनु पर्ने अवस्था आउँछ। धेरै व्यवसायीहरूले कुरा नबुझेको पाएँ। म बिहान मात्रै केही साथीहरू ललितपुर आदरणीय साथीहरूसँग लिएर चाहिँ म उता ललितपुरतिर केही अनुभव गर्न निस्क्यौँ। केही साथीहरू सम्झाउँ, केही बुझ्नु भएको रहेछ। उहाँले ठान्नुभएछ सदाको जस्तै सामान्य बन्द हो होइन, भोलिको दिनमा खोलेपछि सबै सहज हुन्छ भन्नुभएको छ। तर भोलिको दिनमा साउनदेखि हामीलाई धेरै गाह्रो छ। त्यही भएर म नेपाल राष्ट्रिय सुनचाँदी व्यवसाय मञ्चका तमाम आदरणीय साथीहरूलाई आग्रह गर्न चाहन्छु। श्रावण 1 गतेदेखि महासङ्घले व्यापक आन्दोलन गर्दैछ। त्यस बेला हामी व्यवसाय बचाउने हो भने हामी मर्न या मार्न तयार हुनुपर्छ। ढुङ्गा हान्न र अश्रु ग्यास पोहरा गोली खान तयार हुनुपर्छ यदि भावी सन्ततिको लागि यो व्यवसाय बचाउने हो भने। श्रावण 1 गतेभन्दा अगाडिको कुनै पनि बन्दको औचित्य छैन। त्यसो भए अनि उहाँले भन्नुभयो बन्दको औचित्य छैन भने कुन सङ्घ वा कुन संस्थाको दबावमा हामीले बन्द किन गर्ने? श्रावण 1 गतेभन्दा अगाडिको बन्दको कुनै औचित्य छैन। त्योभन्दा पछाडि हामीले बृहत आन्दोलन गर्नुपर्छ भनेर भन्नुभएको थियो। त्यसो हो भने अहिलेको बन्द, अनि उहाँले अर्को कुरा पनि भन्नुभएको थियो कि 20 गतेसम्मको कार्यतालिका हामीले पायौँ। त्यसपछि कार्यक्रम के छ, हामीले कहिलेसम्म त्यो 20 गते पछाडिको तालिका पाउँछौँ? आज यो विषम परिस्थितिमा यो भेला अघि हाम्रो एकजना सरले कुरा पनि राख्नुभयो। यो विषम परिस्थितिमा यो भेला के हो त? यस्तो खालको पनि भेला हुन्छ, मलाई पनि लाग्यो। अघि अग्रज साथीहरूले धेरै अगाडि कुरा राखिसक्नु भएको छ। कोही कता घुम्न जाने, यो उहाँहरूलाई के लागिरहेछ भने दसैँ जस्तो लागिरहेछ कि हुन्छ नि पर्व। तर यथार्थ कुरा हामी धेरै गम्भीर खाल्डोमा पसिसकेको यहाँहरूलाई जानकारी गराउँछु। यो खाल्डो पहिला जस्तो 17 दिन बन्द गरेर यसको समाधान हुन्छ भन्ने हामी त्यो उसमा छैनौँ। त्यो हिसाबले हामी पेलिँदै गर्दा आज के त साथीहरूको सहभागिता यही हो त
के त उहाँहरूलाई भोलिको दिनमा आपत पर्दैन त? भोलि उहाँहरूलाई सङ्घ संस्था चाहिँदैन त? आजको दिनमा उहाँहरू यहाँ हुनु पर्दैन थियो त भन्ने कुरातिरै जान्छ। अब हामीले यो विषयमा केही नगरेको, अनि मैले यहाँ कतिजना साथीहरू देखिरहेको छु, उहाँहरू चाहिँ जो सामाजिक सञ्जालमा अलिकति लेख्नुहुन्छ नि, उहाँहरू कोही पनि देखेको छैन क्या मैले। उहाँहरू आउनु पर्थ्यो, जो गलत तरिकाले त्यो चिजलाई तपाईँहरू सामु, हामी सामु, व्यवसाय सामु ल्याउनुहुन्छ। उहाँहरू आज मैले यहाँ देख्न पाएको छैन। उहाँहरू हुनुभएको भए अझ सुनबासु गर्नुहुन्थ्यो कि भन्ने लाग्छ। हामी लड्नै पर्छ। यसको यो क्रान्ति नै हो, हाम्रो व्यवसायको क्रान्ति हो। हजुरहरूलाई के भन्न चाहन्छु भने, ल हजुरहरूले हात उठाएर यो सङ्घर्ष, यसको नतिजा नआउन्जेलसम्म हामी पसल बन्द गरेरै अगाडि बढ्छौँ भनेर हात उठाइदिनुहोस् त, प्रतिबद्धता गरिदिनुहोस् त। सबैजना हो, सबैको भिडियो राम्ररी आउँछ है। सबैको भिडियो यहाँ हाम्रो यहाँ उहाँ म्यामहरूले खिचिराख्नु भएको छ। आज ठिक छ, एकदम धन्यवाद धन्यवाद। तपाईँहरूले यति राम्रो यहाँ चाहिँ एकदम निष्ठावान व्यवसाय साथीहरू मात्रै आउनुभएको मैले चाहिँ देखेँ। सङ्घले केही गरेन भन्ने कुरा, यो कुरा यो भ्रम नपालियोस्। कति साथीहरूले फोटो खिच्न जानुभएको चाहिँ हाम्रो मन्त्रीज्यूहरूसँग, प्रधानमन्त्रीज्यूसँग, गृहमन्त्रीज्यूसँग। ए बाबा, फोटो खिचेर तपाईँहरूलाई देखाए पनि गलत हुन्छ, नदेखाए पनि गलत हुन्छ। के गर्ने? केही नगरौँ, एक्टिभिटिजहरू नदेखाउँ, केही गरेन सङ्घले, महासङ्घले भन्नुहुन्छ। ल त हामीले गरेको छौँ त, हामी लागेको छौँ त भनेर हामीहरूले केही चिज यसो सामाजिक सञ्जालमा हाल्यौँ भने पनि स्टन्टबाजी गरौँ भन्नुहुन्छ। गर्ने चाहिँ के? हामीले विषम परिस्थितिमा स्पेसली तपाईँहरूलाई यहाँ बोलाइएको चाहिँ कुन ढङ्गले, कुन तरिकाले वा सङ्घले मात्रै जानेन। तपाईँहरूको कतिले त भन्नु पनि भयो, अब यो तरिकाले अगाडि बढ्नुपर्छ, या मारौँ समथिङ यताउता। अब पसलहरू बन्द गर्ने क्रम, हामी एउटा उपल्लो स्तरको व्यवसाय गर्ने मान्छे, महँगो चिजको व्यवसाय गर्ने मान्छे, हामी कुनै सागसब्जी बेच्ने चाहिँ यातायातका यस्ता हाम्रो व्यवसाय होइन, हाम्रो एउटा स्तरीय व्यवसाय हो। त्यो कारणले गर्दाखेरि हामी त्यसरी लडिहाल्न, ढुङ्गा हानिहाल्न होइन, त्यो पुलिसहरूसँग दङ्गाबाजी गरिहाल्न पनि सक्ने अवस्था छैन। वर्षमा एकचोटि अडिट गरेर चाहिँ राजस्व तिर्न त कति गाह्रो छ। हामीले 25 गतेका दिन, 1 गतेबाट 25 गतेका दिन हामीले यो लग्जरियस कर हामीले तिर्न सम्भव होला?